नेपालका निकै प्रख्यात पर्यटकीय गन्तव्यहरूमा पर्ने बन्दीपुर नेवाली कला र संस्कृतिले भरिपूर्ण एक सुन्दर पहाडी सहर हो। हामी लामो समयपछि सबै मिली पहाडकी रानी नामले प्रख्यात बन्दीपुरसम्मको यात्रामा छौँ। आउनुहोस्, भरतपुरबाट 72.2 किलोमिटरको दूरीमा रहेको बन्दीपुरसम्मको यात्रामा हामीसँग रहनुहोस्। हेलो एभ्रिवान, दिस इज एगेपुरी बोय। वेलकम टु माई ब्लग। संसारको रीत यस्तै छ, मायाको आशा ठुलै छ, संसारको रीत यस्तै छ, नजिस्को आँखाको सानले मनपुरको यो डाँडामा हामी आइएछ होइन। यहाँको भ्यू साथीहरू म हजुरहरूलाई देखाउँछु कस्तो छ। हाम्रो ग्याङ सबैले उकार न वाओ। यहाँबाटै गइन्छ हैन, यहीबाट निस्किन्छ। ए भयो। थकै लाग्दो रहेछ साथी हो। ल ल ल ल खोइ खिमा दिदी छुट्नु भयो। ल कस्तो लाग्छ सबैलाई आज बन्दीपुर घुम्न जान? रमाइलो बन्दीपुर, रमाइलो, धेरै रमाइलो बन्दीपुर। त्यही भएर लिएर आइरहेको छु। दिदीलाई नि लिएर भाइ रमाइलो हुन्न, रमाइलो नि गर्न पर्यो। हिँड्नै नसके। ल बन्दीपुरको फुलमा हाम्रो चितवनको फुलहरू नि यता फर्केर हेरिदिउँ माया मुस्कुक्क मुस्कुराएर। यहाँ कहाँ हो ड्रेस लगाउने? कहाँ हो ड्रेस लगाउने? ड्रेस लगाउने कहाँ हो? यहीँ हो तल हो अरे, अझ उतै हो अरे। म यहीँको मान्छेलाई पनि थाहा नभएर हो दाले रेस्टुरेन्ट धेरै हेरेर हो क्या। बुढी हेर यता। टोलीमा लट्ठै पारे मायाको बोलीमा
Louis